क्रिकेट विश्वकप तयारी मुम्बईमा हुँदैछ अभ्यास। विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले अभ्यासमा व्यस्त रहेका छन्। बङ्गलादेश प्रिमियर लिगको उपाधि जितेर बलर सन्दीप लामिछाने समेत भारत आइपुगेका छन्। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी 7 देखि मार्च 8 तारिकसम्म विश्वकप हुँदैछ। यो सिरिजको विश्वकपको आयोजना भारत र श्रीलङ्काले संयुक्त रूपमा गरेका छन्। नेपाली टोली श्रीलङ्कामा केही अभ्यास खेल खेलेर भारत आइपुगेको हो। अहिले नेपाली टिम मुम्बईमा अभ्यासमा व्यस्त रहेका छन्। विश्वकप अघि नेपालले भारतमा मुम्बईको MCA प्रेसिडेन्ट 11सँग 3 T20 अभ्यास खेल खेल्दैछ। मुम्बईको टिमपछि नेपालले विश्वकपको समूह चरणको खेल अघि संयुक्त अरब इमिरेट्स UAE र क्यानाडासँग वार्म अप खेल खेल्ने तालिका रहेको छ। नेपालले UAE सँग फेब्रुअरी 3 र क्यानाडासँग 5 तारिकमा खेल्नेछन्। उक्त खेल चेन्नई स्थित MA चिदाम्बरम रङ्गशालामा हुनेछ। नेपालले फेब्रुअरी 8 मा इङ्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ भने विश्वकपमा नेपाल समूह सीमा रहेका छन्। यो समूहमा नेपालसहित 2 पटकको विश्व विजेता वेस्ट इन्डिज, 1 पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेको छ। नेपालले फेब्रुअरी 12 मा इटाली, 15 मा वेस्ट इन्डिज, 17 मा स्कटल्यान्डसँग खेल्नेछ। नेपालले इङ्ल्यान्ड र इटालीसँग पहिलो पटक क्रिकेट खेल्न लागेको हो। नेपालले समूह चरणको सबै खेल मुम्बईमा खेल्नेछन् भने नेपालको खेलको सबै टिकट बिक्री भइसकेको छ। नेपालले यसअघि सन् 2014 र सन् 2024 को विश्वकप खेलिसकेको छ। यो नेपालको तेस्रो विश्वकपको यात्रा रहेको हो। त्यस्तै विश्वकप खेल्ने नेपाली टिममा रोहित कुमार पौडेल कप्तान, दिपेन्द्र सिंह ऐरी उपकप्तान, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुटेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलसन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम रहेका छन्। त्यस्तै 2026 को विश्वकपको समयमा चर्चित प्रतिद्वन्दी भारत र पाकिस्तान सहित अमेरिका, नेदरल्यान्ड्स र नामिबिया रहेका छन्। त्यस्तै समूह बीमा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बाब्वे, आयरल्यान्ड र ओमन तथा समूह डीमा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानाडा र UAE रहेका छन्। समूहका शीर्ष 2 टोली सुपर 8 मा पुग्नेछन् भने सुपर 8 मा पनि 2 समूहमा विभाजन गरिएको छ। त्यसपछि समूहको शीर्ष 2 टोलीले सेमिफाइनल पुग्नेछन्। नेपाली टिमका कप्तान रोहित कुमार पौडेलले नेपालले विश्वकपमा 100% नतिजा दिने गरी खेल्ने बताएका छन्।